हरिमोहन भन्छ काङ्ग्रेस हालत के त्यो बाबुले मग्नेलाई ख्याल गरेर त्यो बाबुले तपाईँहरू ख्याल गर्नुहोला। जे भए पनि त्यो बताए हाम्रो यो सुदूरपश्चिम इज्जत चाहिँ हो। यो बेनीले गर्दाखेरि धम्की दिने ठाउँमा हामी पनि डराउने छैन। धम्की नदिनु होला। हाम्रो कसैसित दुश्मनी छैन। सबसित आफ्नो आफ्नो एजेन्डा राख्नुहोस्। तपाईँका एजेन्डाले तपाईँ हाम्रो एजेन्डाले हामी अगाडि बढे हामी के अरे निर्णय सर्वमान्य हामीलाई स्वीकार्य हुनेछ। आदि चलो लडन्छ 3 घण्टा त्यो हाउसमा हरिमोहन भण्डारीको देखाउनेछ हेर्नुहुनेछ। त्यो हाउसमा म सुत्न मिलाउनका लागि जान्न पैतरीको आवाज बुलन्द गर्नेछु भन्दै म बिदा हुन्छु र म जय घन्टी भन्छु। जय घंटी Thank you.